यहाँहरूले नगर शिक्षा शाखाले अथवा नगरपालिकाले 5 कक्षाको परीक्षा पनि नगरपालिकाबाटै लिने अथवा नगर शिक्षाबाटै लिने भनेर जमर्को गर्नुभएको थियो। पछि गएर तपाईँले विद्यालयलाई दिनुभयो, के कारण? अब यसमा क्वेसन चाहिँ तपाईँले जटिल नै सोध्नुभयो। खास गरेर हामीले तपाईँ पनि यो सामाजिक क्षेत्रमा र रिसर्चको क्षेत्रमा राम्रै अनुभवी व्यक्ति हो। हामीले पहिलो सुरुमै हाम्रो रिसर्च केमा थियो भने यहाँको पठन पाठन व्यवस्थित गर्नको लागि जग नै कमजोर छ भन्ने हिसाबले हाम्रो रिसर्चले हाम्रो नगर सरकारको शिक्षा समितिको अध्यक्ष मेयर साहब लगायतका सबै साथीहरूको इन्भेस्टिगेसनले के फाइन्डिङ्स गर्यो भने विशेष त यसको फाउन्डेसन नै कमजोर छ। त्यस कारणले गर्दा त्यो फाउन्डेसन मजबुत गर्नका लागि 1 कक्षादेखि नै नर्सरीदेखि नै गर्नुपर्छ। तर पनि 5 कक्षासम्म अपग्रेड भइसकेको विद्यार्थीले अब 5 कक्षामा उसले आधारभूत नलेजहरू सबै खालको जानकारी प्राप्त गर्नुपर्छ र आफ्नो मौलिकतामा लेख्न सक्नुपर्छ, विश्लेषण गर्न सक्नुपर्छ, विषयको बारेमा चाहिँ थोर बहुत चाहिँ सुस्फूर्त रूपमा चाहिँ मौलिकतामा विश्लेषण गर्न सक्ने, त्यसलाई भन्न सक्ने व्यक्ति चाहिँ बनाउनु पर्छ भन्ने हिसाबले हामीले 5 कक्षाको परीक्षा पनि हामी सरकारमा आइसकेपछि हामीले लिनुपर्छ भनेर गत वर्ष 3वटा पेपर हामीले आफैले नगरपालिकाको तर्फबाट गऱ्यौँ, अरू बाँकी चाहिँ होमबाटै सञ्चालन गरेका थियौँ। तर यो वर्ष पनि हामीले त्यो कुरालाई अगाडि बढाउने, त्यो क्रमलाई भङ्ग नगर्ने, निरन्तरता दिने भन्ने खालको कुराकानी चाहिँ भएकै हो। तर बिचमा फेरि पनि अब संस्थागत विद्यालयका साथीहरू लगायतका सबै साथीहरूले पठन पाठनमा त्यस्तो कुनै खालको कमी कमजोरी चाहिँ छैन। अहिलेलाई चाहिँ अब यो 5 कक्षाको परीक्षालाई खास गरेर त्यति टाइटली लिनु पर्दैन, विद्यार्थीहरूलाई अलिक सहजता रूपमा चाहिँ उनीहरूलाई लैजान सकिन्छ, कुनै खालको समस्या आउँदैन भन्ने कारणले गर्दाखेरि पछि हामी ल ठिक छ त त्यसो भएपछि तपाईँहरू आफै नै गर्नुहोस् भनेर हामीले छोडेका छौँ। र मलाई लाग्छ त्यो जुन कुरा हामीले आफै गर्नुहोस् भन्ने कुराहरूमा पनि त्यसको नर्म्स भ्यालु टिआर चाहिँ सुस्फूर्त रूपमा जे जसरी तपाईँले विद्यार्थीलाई अपग्रेड गर्न चाहनु भएको छ त्यस्तै तपाईँले चाहेको भन्ने बित्तिकै कमजोर विद्यार्थीलाई अपग्रेड गर्नुभयो भने भोलि फेरि त्यसले चाहिँ 8 कक्षामा ट्याकल गर्न सक्दैन। तपाईँले इमान्दारितापूर्वक त्यो विद्यार्थीलाई स्कोरिङ गर्नुहोस्, त्यसको नम्बरको आधारमा, त्यसको क्यापेसिटीको आधारमा, त्यसको प्रश्न उत्तर गर्ने तरिकाको आधारमा तपाईँले चाहिँ ब्रेक पनि गर्न सक्नुहुन्छ, रोक्न सक्नुहुन्छ। त्यो चाहिँ अभिभावकसँगको सल्लाह र तपाईँहरूको प्रस्तुतिको आधारमा चाहिँ उहाँलाई फेरि पनि 8 कक्षामा समस्या नआउने हिसाबले गर्नुहोस् है भन्ने हिसाबले हामीले छोडेका छौँ। यहाँले यसरी छोड्दै गर्दाखेरि कतिपय मिडियामा के आछ भने ग्रास रुटबाटै चाहिने विद्यालयमा विद्यार्थीको एजुकेसन राम्रो हुनुपर्छ, त्यहाँ क्वालिफिकेसन गुणस्तरीय शिक्षा हुनुपर्छ भनेर एउटा टपिक आछ भने अर्को टपिक चाहिँ के आछ भने 1800 रुपियाँ भत्ता अनुगमनको भत्ता छ। त्यो भत्ताको प्रयोग चाहिँ नि हामीले सही र एउटा जसरी अनुगमन गर्नुपर्ने हो त्यो दुरुपयोग भयो कि अथवा सदुपयोग भयो कि हाम्रो चाहिँ नि यहाँ आउने जति पनि सरहरूले पनि जसरी नगर शिक्षा अथवा चाहिँ नि नगरपालिकाबाट अनुगमन गर्नुपर्ने हो त्यो भएको छैन भनेर गुनासो गर्नुभएको छ। यहाँले सामाजिक विकास समितिको संयोजकको हिसाबले गर्दाखेरि अनुगमनको पाटो र ग्रासरुटबाट शिक्षाको पाटोलाई कसरी हेर्नुभएको छ? अब यसमा त अब देख्ने र भन्ने मान्छेले तपाईँलाई के भनिरहेछ त्यसको बारेमा त अब यहाँले नै जानकारी दिनु होला। नत्र भने हामीले चाहिँ खास गरेर यो भत्ताको डिपेन्डेन्सीलाई पूर्ण रूपले हामीले चाहिँ कटअपै गरेका छौँ। तपाईँले के बुझ्नुहोस् भनेपछि गत वर्ष प्रत्येक विद्यालयमा 3 जना 4 जना अनुगमन जाने, टोली लगेरै जाने, 7 जना 8 जनाको टिम चाहिँ जाने जुन क्रम थियो अहिले हामीले टोटल्ली त्यसलाई ब्रेक गरेका छौँ। त्यहाँ कोही पनि जाँदैन, शिक्षा शाखाबाट प्रतिनिधित्व गर्ने 1 जना मान्छे जान्छ। त्यसबाहेकका अरू जान चाहने मेयर उपमेयरलाई हामीले त्यो भत्ता दिएर आदि इत्यादिहरू सुस्फूर्त रूपमा त्यो सरकारको आफ्नो दायित्व हो, जिम्मेवारी हो, सेल्फ जानुपर्छ भन्ने हिसाबले त्यसरी पठाएका छौँ। अब यहाँ तपाईँलाई कसरी मिसअन्डरस्ट्यान्डिङ मैले त्यो कम्युनिकेसन मिडियामा आएको हिसाबले अलिकति मैले फरक प्रसङ्ग उठाएँ। अनुगमनको पाटो पनि जसरी हुनुपर्ने शिक्षा शाखाबाट त्यो भएन। हिजो बरु जिल्ला शिक्षा कार्यालय हुँदाखेरि जसरी टाइट अनुगमन हुन्थ्यो त्यो नहुँदाखेरि पनि गुणस्तरीय शिक्षाको अभाव खड्किएको हो भन्ने धेरैको बुझाइ छ। त्यसकारण तपाईँले कसरी के पाउनु भएको छ? यसमा चाहिँ यो भनाइ जति कमेन्ट तपाईँहरूको आएको छ त्यो विषयमा चाहिँ म एग्री छैन। किन छैन भने हामीले परीक्षालाई मर्यादित व्यवस्थित गर्नका लागि प्रत्येक विद्यालयमा 1 जना खटन पटनको लागि
सम्बन्धित शाखाको व्यक्तिलाई नै त्यहाँ चाहिँ नियमन निकायको व्यक्तिलाई खटनपटन गराएको छ। होइन, मैले संयोजकजी मैले अलिक फरक प्रश्न के जोडेको भने परीक्षा त आफ्नो ठाउँमा छँदैछ, तर विद्यालयको त्यहाँको भौतिक अवस्था, त्यहाँको शिक्षण अवस्था, त्यहाँको टिचरको अवस्थाको विषयमा अनुगमनको जुन पाटो हो त्यो चाहिँ अलिकति हामीले सशक्त गर्न सकेनौँ कि भन्ने आवाज आएको छ। त्यसमा तपाईँले ठिक छ, त्यसमा तपाईँले भनेको सही कुरा हो। कतिपय भौतिक संरचनाहरूको अभाव, बसाइको व्यवस्थापनको कुराहरू लगायतका केही कुराहरू आउन सक्छन्, तर पनि हामीले निर्देशन गरेको र हाम्रो इभ्यालुएसनले हामीले चाहिँ त्यहाँ गएर अफ द रेकर्ड अफ द सेन्टरमा गएर भिजिट गर्दाखेरि त्यहाँको प्रले, त्यहाँको व्यवस्थापन समितिले हामीले यति विद्यार्थीसम्म चाहिँ हाम्रो कक्षा कोठामा चाहिँ राख्न सक्छौँ भनेकै आधारमा हामीले चाहिँ सेन्टर तोकेका छौँ। त्यस कारणले गर्दा तपाईँले भने जस्तै कतिपय ठाउँमा बस्ने व्यवस्थापनको चाहिँ अभाव पनि भएको तपाईँलाई गुनासो आएको कुरा हुनसक्छ कतिपय ठाउँमा, र त्यो सबै ठाउँमा चाहिँ त्यस्तै छ भन्ने कुरा चाहिँ छैन। अर्को कुरा तपाईँको अनुगमनको सन्दर्भमा त्यहाँ चाहिँ कुनै विद्यार्थीलाई हेरेस गर्ने अनि त्यसपछि गएर कोही टिचरमाथि चाहिँ आइलाग्ने जाइलाग्ने त्यस्तो कुरा पनि केही पनि नभएको कारणले गर्दाखेरि फुल अथोरिटी हामीले केन्द्र अध्यक्षलाई दिएका छौँ। त्यसपछि गएर तपाईँको संस्थागत विद्यालयको साथीहरूलाई पनि पार्टिसिपेसन र अलिकति पार्टिसिपेटिभ रूपमा लानुपर्छ भने सहायक केन्द्र अध्यक्ष बनाएका छौँ। त्यसपछि त्यति मात्रै नभएर तपाईँको निरीक्षकको रूपमा पनि संस्थागत विद्यालयका टिचरहरूलाई पनि त्यही निर्मल गरेका छौँ। त्यसले गर्दाखेरि मोर पार्टिसिपेटरी हामीले चाहिँ व्यवस्थित गरेका छौँ। अब त्यसलाई बुझ्नेले कसरी बुझ्छ, त्यसपछि गएर भएको कुरालाई चाहिँ कसरी विश्लेषण गर्छ भन्ने बारेमा चाहिँ अब भन्ने कुराहरू त्यो छँदैछ। तर यदि कुनै खालको त्यस्तो अफ द रेकर्ड कुनै त्यस्तो कमजोरी भएको रहेछ भने पनि त्यो हामी सुन्न तयार छौँ। संयोजकज्यू, अब यहाँहरू जब नगरपालिकाको सामाजिक विकास समिति संयोजक अथवा मेयर साहब, उपमेयर इलेक्सन भइसकेपछिको अवस्थामा यहाँहरूको घोषणापत्र अथवा नेपाली काङ्ग्रेसको घोषणापत्रमा शिक्षा क्षेत्रलाई अलि यहाँ व्यवस्थित गर्ने भनेर हामीले मेनिफेस्टोमा लेखेका थियौँ। अहिले त्यो मेनिफेस्टो अनुसार यहाँको अब 3.5 वर्षको कार्यकाल जाँदै गर्दा यहाँ शिक्षाको काम निरन्तर हेरेर हुनाले हामी कति उचाइसम्म पुगे जस्तो लाग्छ? यसमा बिपीजी खास गरेर हामीले जुन खालको एउटा कार्ययोजना अथवा हामीले पोइन्टेड गरेका कुराहरू जे छ त्यो हामीले पूर्ण रूपले फुलफिल हाम्रो कार्यकालमै गर्छौँ भनेका छौँ। त्यो गर्छौँ पनि। जस्तै तपाईँको टिनको छाना रहित विद्यालयको परिकल्पना जो गरेका छु त्यो हामी हाम्रो कार्यकालमै सम्पन्न गरिसक्छौँ। त्यो तपाईँ अहिले गएर पनि हेर्नुहोस्, धेरै विद्यालय त्यस्तो। त्यसपछि गएर खानेपानी शौचालयको अभावका कारणले गर्दाखेरि विद्यालयमा टिचरलाई त्यस्तै समस्या, विद्यार्थीलाई त्यस्तै समस्या, त्यहाँको चाहिँ वातावरण पनि प्रदूषित भएको कारणले गर्दाखेरि प्रत्येक विद्यालयमा अहिले खानेपानी व्यवस्थापन, शौचालय व्यवस्थापनको सबै कुराहरू फुलफिल भएको परिस्थिति छ। त्यसपछि गएर जहाँ तपाईँको जनशक्तिकै अभावमा, जो विषयगत शिक्षकको अभावमा चाहिँ पठन पाठन हुँदैन भन्ने जुन कुरा थियो त्यो तपाईँको गएर हेर्नु जनशक्ति पहिलो वर्ष हामीले चाहिँ 70-80 जना टिचरहरू हायर गऱ्यौँ। त्यसपछि गएर फेरि 25-30 जना अर्को वर्ष पनि हायर गऱ्यौँ। अझै अपुगलाई पनि हामीले फुलफिल गरिरहेको परिस्थिति छ भने शैक्षिक जनशक्ति जो विषयगत जनशक्ति हो त्यसको अभावमा स्कुल चाहिँ अगाडि बढ्दैन भन्ने जो थियो त्यो हामीले परिपूर्ति गरेका छौँ। त्यसपछि क्षमता अभिवृद्धिको लागि एमजिएमएल जस्तो संस्थासँग पार्टनरसिप गरेर त्यो बाल कक्षा पठन पाठन गर्ने शिक्षकको क्षमता अभिवृद्धि, त्यसपछि गएर तपाईँको बाल कक्षालाई चाहिँ व्यवस्थित बनाउनका लागि त्यहाँका मेटेरियलदेखि लिएर भौतिक व्यवस्थापन, त्यसपछि शैक्षिक व्यवस्थापन, सामग्रीहरू उपलब्ध गराउने लगायतका चाहिँ हामीले उपलब्ध गराएका छौँ। त्यसपछि खेल जगतमा हेर्नुहोस्, खेल जगतमा मलाई लाग्छ कोलपुर नगरपालिकाले गरेको खेलमा उपलब्धि सायद मलाई लाग्छ यहाँ वरपरको चाहिँ पालिकाले त्यो खालको कुनै पनि काम गर्न सकेको परिस्थिति छैन। त्यसपछि गएर तपाईँ अतिरिक्त क्रियाकलापमा हेर्नुहोस्, लगायतका जति पनि हामीले चाहिँ टार्गेट गरेका कुराहरू छ त्यहाँको पठन पाठको इन्भाइरोमेन्ट, बसाइ व्यवस्थापन, शैक्षिक जगतमा भएको जुन खालको लुजपन छ त्यसलाई चाहिँ अलिक व्यवस्थित गर्ने, जुन हेल्थ सेक्रेटरी त्यसलाई चाहिँ मर्यादित गर्ने, खाजामा व्यवस्थितीकरण गर्ने, नियमित पठन पाठनको व्यवस्थापन गर्ने, यी सबै कुराहरू जो हामीले चाहिँ बुलेटमा पोइन्टेड गरेका छौँ त्यो फुलफिल हुँदै गएको परिस्थिति छ। र मलाई लाग्छ हामी यो कार्यकाल सम्पन्न हुन्जेलसम्म हामीले सबै कुराहरू पुरा गर्छौँ भन्नेमा चाहिँ पूर्ण आशावादी छु।